हेलो साथीहरू, म चाहिँ अहिले अब ड्युटीको लागि निस्केको अनि अगाडि देख्न सक्नुहुनेछ तपाईँले यहाँ चाहिँ यस्तो दामी रोड छ है हाम्रो नेपालको जस्तै। सो साथीहरू, म चाहिँ आफ्नो कम्पनीमा आइसकेँ अनि मेरो साथीलाई भने मैले चाहिँ अनि मेरो भिडियो बनाइदिउँ न साथी भनेर अनि साथीले भिडियो बनाइदिनु भयो अनि मैले चाहिँ आफ्नो कम्पनीको एक्सप्लोर गरेँ। हेर्न सक्नुहुनेछ तपाईँहरूले लाइटरहरू आइसकेको छन् अनि मेरो कम्पनी चाहिँ यही हो। हेर्दै गर्नु होला यस्तै भिडियो। अनि यो मेरो चाहिँ साथीहरू हो। साथीहरू चाहिँ बसिरहेको थियो, हाँस्दै मजा मस्ती गर्दै अनि मजा आइरहेको थियो हामीलाई चाहिँ। अनि ऊ के लेख्दै थियो, लभहरूको बारेमा के कुराहरू भन्दै थियो। अनि मेरो अर्डर आयो अनि मेरो चाहिँ यो लास्ट अर्डर थियो अनि मेरो अर्डर पिक गरेँ। यसरी पिक गर्नुपर्छ, हेर्न सक्नुहुन्छ तपाईँले। अनि अर्डर पिक गरेर चाहिँ म आफ्नो अर्डर दिन गएँ। अनि म चाहिँ अर्डर दिनको लागि निस्केँ। यो अर्डर चाहिँ मेरो लास्ट थियो त्यसैले साथीहरू। अनि म चाहिँ अर्डर दिएर निस्केँ अनि केटाहरूलाई पनि देखाएँ म लागेको अब भनेर। देख्न सक्नुहुन्छ तपाईँ। नराम्रै भए पनि थोप्रा देखाउँदै त्यसपछि म निस्केँ अर्डर दिनको लागि। अनि बाटोको नजाराहरू तपाईँलाई देखाउँदै यता साइडमा देख्नुहुनेछ तपाईँले नरिवलको बोटहरू अनि बाटोबाट। अनि म आएको रोतिर लागेँ जो अर्डरको लास्ट लाइन थियो। अनि त्यसपछि मैले हल्का थोप्रा देखाएँ फेरि पनि अनि तपाईँहरूलाई नजारा देखाउँदै हिँडिरहेछु। हेर्न सक्नुहुन्छ तपाईँले कस्तो राम्रो नजारा। यता मन्दिर थियो अनि मन्दिरमा चाहिँ पहिला हल्का देखाएँ। अनि यहाँ सेक्युरिटी गार्डहरूको उयो भइरहेको थियो, क्लास भइरहेको थियो। अनि म चाहिँ निस्केर टक्कसँगले आइपुगेँ आफ्नो त्यसमा के भन्छ यस्तो आफ्नो डेस्टिनेसनमा आइसकेँ। त्यसपछि मैले कस्टमरलाई अर्डर दिनको लागि तयारी गरेँ। अनि ठ्याक्कै तपाईँहरूलाई नजारा देखाउँदै हिँडेँ। सो कस्तो लाग्यो त तपाईँलाई यो मेरो नजारा? यदि मन पऱ्यो भने लाइक पनि गरिदिनुहोस् होला अनि फलो पनि गर्न नगर्नु। अनि त्यसपछि चाहिँ यहाँ मैले हल्का स्विमिङ पुलमा तपाईँहरूले पानी खाँदै गरेको परिवारहरू देखाएँ। कस्तो राम्रो नजारा लाग्यो। अनि मैले अनि यो चाहिँ मेरो लास्ट भ्लग थियो। अनि आजको अर्डर कम्प्लिट भयो। अनि सो म चाहिँ अनि आफ्नो हल्का थुप्रा देखाउँदै हल्का नजारा देखाउँदै कस्तो लाग्यो त मेरो भ्लग? यदि मन पऱ्यो भने लाइक एन्ड सेयर गरिदिनुहोस् होला अनि फलो पनि गर्नु बिर्सिँदैन।